आज धेरै दिनपछि भलिबल खेल्न गए र हामी भलिबल खेल्दै थियौं। एक्कासी पानी आएर गेम खेल्नै दिएन। अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आयो हजुरहरू सन्चै हुनुहुन्छ र म सन्चै छु। म चाहिँ आज चाहिँ धेरै दिनपछि भलिबल खेल्न जाँदैछु। भिडियो के कस्तो खालको हुन्छ त फुल भिडियो हेरेर मलाई साथ दिनु होला र मेरो भिडियोमा नयाँ आउनुहुन्छ भने फलो पनि गर्नु होला। यो देखिराख्नु भएको भलिबल ग्राउन्ड चाहिँ गाउँको भलिबल ग्राउन्ड हो। यहाँ चाहिँ पानी भएको कारणले भलिबल खेल्दैन। यही नखेलेको कारणले हामी दुईजना जाँदैछौँ अर्को गाउँमा। गाउँको भलिबल ग्राउन्डमा चाहिँ पानी सबै भरिन्छ, त्यही भएर गाउँमा भलिबल खेल्दैन। मास्तिरपट्टि यसो हेरेको पानी अवस्थाको हामी भलिबल खेल्न आएको ग्राउन्ड चाहिँ ऊ त्यो हो। म चाहिँ बिहे गरेदेखि एक फेरा पनि आएको थिएन यहाँ गेम खेल्नको लागि। 3 महिना पछि बल खेलेर होला बल छोको त कस्तो आनन्द भइरहेछ। स्पाइक गर्न लागेको थिएँ, कहिले बल अगाडि जान्छ त कहिले म जान्छु। बारम्बार स्पाइक गरे त्यही पनि जालीमै गयो। त्यही पनि केही छैन, 3 महिना पछि बल खेल्दैछु। जालीमा जान त नर्मल कुरा हो। मान्छेले पनि सुरुमै सिकेर आएको त कहाँ हुन्छ, खेल्दा खेल्दा सिक्दै जाने पो हो त भन्दै आफ्नो मन चित्त बुझाए। गेम खेल्दै थिएँ, मासतिर पानी आएको रहेछ। गेम पनि सकिन लागेको थियो, पानी पनि आउन लागेको थियो। गेम खेल्दा खेल्दा पानी आएर क्लब भवनमा बसे। पानी बिसाएपछि खेलौँला भनेको पानी त झन् ठुलो आइदिएर साथीले फेरि भिडियो गराउन लागेको, कपाल मिलाएर बसिरह अलिक भिडियोमा ह्यान्डसम देखिन भनेर होला। पानी एकछिन बिसाएको थियो, हामी लाग्यौँ घरतिर। घर पुगेपछि भेटौँ है त साथीहरू। म चाहिँ घर आइसकेँ पानीमा भिजेर भए पनि। र आज पानी आउँछ भनेर मैले सोचेको पनि थिएन, तर पनि केही छैन। उसो नास्ता नखाएर भोक लागेको थियो, त्यसैले मैले 50 को चटपट लिएर आए र त्यसलाई खाए। साथीहरू आजको भिडियो यति नै। भिडियो के कस्तो लाग्छ कमेन्ट गर्नु होला। भिडियो मन पर्छ भने फलो पनि गर्नु होला है। बाई बाई।